नमस्कार सबैजनालाई। म श्रवण यादव। तपाईँहरूलाई कतिजनालाई थाहै होला हैन। म पहिला पनि भनेको थिएँ, अहिले पनि फेरि भन्दैछु। म विभिन्न पार्टीमा गइरहँदा अब कसैले दलबहादुर भन्छ, कसैले के भन्छ अरे, नेपाली जनताहरूको मनमा झोले कन्सेप्ट बसिहालेको छ क्या। झोले जुन पार्टीको त्यही पार्टीको झोला बोक्ने जाने अनि त्यो बल्ल त्यो पार्टीको भयो अरे। त्यस्तो होइन के, हामी नेपाली जनता भनेको अब जाग्नुपर्छ क्या, बुझ्नुपर्छ। देश त परिवर्तन हुन्छ नै, साथसाथै आफ्नो सोच पनि परिवर्तन गर्नुपर्छ। जहाँ पनि सभा सम्मेलन हुँदैछ पार्टीहरूको, त्यहाँ जाने नि जाने, टन्न खाने, पैसा लिने अनि आफ्नो इच्छाले भोट हाल्ने। त्यसको लागि सबै पार्टीमा जानुपर्छ। हाम्रो पुरानो दलका पार्टीहरूले, नेताहरूले जति पनि भ्रष्ट गरेको छ पैसा, यहीमा त निकाल्ने हो नि त, यहीमा निकाल्ने हो, यही इलेक्सनमा निकाल्ने हो। त्यही भएर म विभिन्न पार्टीमा गएर आफ्नो मुद्दाहरू राख्छु कि यस्तो यस्तो समस्या छ हाम्रो क्षेत्रमा, कुनै न कुनै पार्टीले सिरियस लिएला गर्ला भन्ने मेरो आशा हुन्छ। म कुनै पार्टीको झोले होइन र म कुनै पार्टी म अहिलेसम्म कसैले भनेको छ र कि यो पार्टीमा भोट हाल्नु भनेर, तपाईँहरूको इच्छा जहाँ भन्नुहुन्छ त्यहाँ भोट हाल्नु। मैले कसैको प्रचार पनि गरेको छैन। म आफ्नो उपस्थिति यो कारणले जनाउँछु, आफ्नो मुद्दा, आफ्नो एजेन्डा, आफ्नो समस्या राख्नको लागि मात्रै म विभिन्न पार्टीहरूको प्रतिनिधिहरूसँग गएर भेट्छु, तिनीहरूलाई भन्छु, त्यति मात्र हो हैन। यो कन्सेप्ट तपाईँहरू चेन्ज गर्नु कि विभिन्न पार्टीमा घुम्छ भने यो यता हो रे, कहिले उता जान्छ, कहिले यता जान्छ। म सब ठाउँमा जान्छु। म एउटा समाजको समस्या, समाजप्रति बोल्ने, सही गलत बोल्ने मान्छे हो। त्यही भएर विभिन्न पार्टीमा गएर आफ्नो समस्या राख्न कोसिस गर्छु। तपाईँहरूले पनि यो कुरा बुझ्नुहोस् र झोले कन्सेप्टबाट निस्किनुहोस् हैन। जुन पार्टीमा भोट हाल्नुहुन्छ तपाईँहरू हाल्नु न, तर अब आचार संहिता पनि लागिसकेको छ, लगभग चुनाव आउनेवाला छ। अरू तपाईँको दिनमा जे पार्टी छ त्यो ठिक छ, आफ्नो ठाउँमा छ। अरू पार्टीले के गतिविधि गर्दैछ हैन, पैसा पो दिँदैछ कि भोट पो किन्दैछ कि हैन, झुटो प्रलोभन पो दिँदैछ कि जनतालाई गुमराह पो गर्दैछ कि, त्यो चाहिँ नजर कसले राख्ने? आफ्नो पार्टीको झोला बोक्ने सिद्धियो। अरू पार्टीले के गर्दैछ उता पनि त निगरानी राख्नु पर्यो नि, के हो कसो हो। त्यही भएर म सबै पार्टीहरूको यो गतिविधिमा पनि नजर राख्ने कोसिस गर्छु र आफ्नो एजेन्डाहरू पनि भन्ने कोसिस गर्छु। यही मेरो भनाइ हो। चुनाव आइसकेको छ, म आफै डिसाइड गरेको छुइनँ कुन पार्टीमा हाल्ने भनेर। हाम्रो युवाहरूको एजेन्डा, म लागु औषधको बारेमा निरन्तर बोलिरहेछु हैन। पार्टीहरूले अब त घोषणापत्रमा हाल्न मिल्दैन। सुरुमै यो मुद्दा घोषणापत्रमा हाल्नुपर्छ मेरो माग हो। यो आवाज संसदमा उठाउनुपर्छ भनेर कोही सिरियस छैन, यो टपिकमा कोही सिरियस छैन। कुरा सुन्छ, ल ठिक छ, हुन्छ, त्यति मात्रै भन्छ। हाम्रो मुद्दा जसले सिरियसली लिन्छ, जसले सिरियसली बोल्छ, उसलाई नै भोट हाल्ने हो। आजको दिनसम्म पनि हाम्रो युवाहरूले, हाम्रो ग्रुपहरूले डिसाइडै गरेको छैन कसलाई भोट हाल्नु पर्यो। लास्टमा डिसाइड गर्ने जो हाम्रो मुद्दा मामलामा सिरियस हुन्छ, जो हाम्रो बोली सुन्छ, आवाज सुन्छ, उसलाई नै भोट हाल्ने। हल्ला गरेर भएन, सल्लाह गरेर, विचार गरेर भोट हाल्नुपर्छ। को हो, के हो, कसो हो हैन। मेरो यही भनाइ हो। धन्यवाद।